किनभने त के अरे विदेशी शक्तिहरूको ठुलो उयो छ होइन, हेर्दाखेरि साम्य देखिन्छ, नर्मल देखिन्छ, तर विदेशी शक्तिहरू परिचालित भइसक्यो। विदेशी शक्तिहरूले एक तरिकाले पुरानो पहिलादेखि हस्तक्षेप गर्न खोजिरह आँखा गाडिरह्यो। अब एक तरिकाले यस्तो क्रिटिकल अवस्थामा पनि यो सिस्टमलाई बदल्न सकेन भने मुलुकले न्याय पाउँदैन। तपाईँले के लाग्छ, प्रधानमन्त्री बालेन शाह बन्छ कि बन्दैन, कस्तो लागिरहेछ तपाईँलाई? यस्तो हो माहौल हेरेर यस्तो हो। अब बहुमत ल्याउनु पर्यो नि त राष्ट्रपाले त प्रधानमन्त्री बन्नलाई त। बहुमत ल्याउनलाई त यो केपी ओली अनि केपी ओली किन भन्ने काङ्ग्रेस एमाले माओवादी लगायतका धेरै ठुला दलहरूले यिनीहरू ज्यान लाएर बसेका छन् होइन, यिनीहरूले हुन गाह्रै हुन्छ। त्यही भएर यो तरिकाले गएर बालेन शाह यही तरिकाले जाने हो भने पनि हामीले न्याय पाउँछ जस्तो लाग्दैन। किनभने यो संविधानमै खोट छ, न्यायपालिकै भ्रष्ट छ, व्यवस्थापिकै भ्रष्ट छ, पुलिस प्रशासनै भ्रष्ट छ। अब त्यो कार्यकर्ता नै भ्रष्ट छ, प्रायः जस्तो इन्फ्लुएन्स छ, पार्टीको इन्फ्लुएन्स छ। सेनामा पनि प्रचण्डको पालामा प्रचण्डमा लडेर आउने अलमोस्ट सेनाहरू छन्, पुलिस प्रशासन पनि अलमोस्ट छन्। अब उनीहरू आएर उनीहरूलाई छानबिन गरेर सबै कार्य गर्ने मान्छे अथवा हाम्रो के भन्छ यो कर्मचारीलाई छानबिन गरेर निकाल्दै नयाँ फ्रेस कर्मचारी जसको माइन्डसेट राम्रो छ, पार्टीको छैन, जसको माइन्डसेट भनेको चाहिँ देशको निकासको लागि छ, भ्रष्टाचार विरुद्ध छ, त्यो ल्यायो भने सम्भव छ। नभए यो एक तरिकाले रवि निस्किनु, जब सर्वोच्च अदालतले रविलाई छानबिनमा राखेको थियो, उच्च अदालतले उच्चभन्दा त सर्वोच्च अदालत ठुलो हो नि त, बिचमा ल्याउनु भनेको यो जनता भड्किरहेको बेला माहौल सम्म गर्नु हो। यो तरिकाले बुझ्दाखेरि डाइरेक्टली बुझ्दाखेरि केही मात्रामा विदेशी इन्फ्लुएन्स छन् उनीहरू। त्यो विदेशी इन्फ्लुएन्स भयो भने अब आफै सोच्नु, प्रचण्ड जस्तो नेता विदेशको सिद्धान्त पोलिसिजमा हिँडिरहेछ। अब हाम्रो मान्छेहरू यो माटोको पोलिसीमा हिँड्नु छोडेर विदेशी पोलिसीमा हिँड्छन् भने देशले मुक्ति पाउँदैन। त्यसको लागि त्यही विरुद्ध 24-25 गते हामीले रगत बगाएको खेर गयो भन्ने विरुद्धमा हामी अझै पनि सडक सङ्घर्षमै छौँ र यो सिस्टम फाल्नै पर्छ। यो हामीले सरकार मात्रै फाल्यौँ, सत्तै फाल्नुपर्छ भन्ने हिसाबले चाहिँ हामी सडकमा छौँ कि खास कुरा। तपाईँ राजावादी हो? यस्तो हो, राजावादी भन्ने कुरा के हो? तपाईँ यहाँ व्यवस्था सबै सरकारै फाल्नुपर्छ भन्दै हुनुहुन्छ, यो व्यवस्था नै राम्रो भएन, तपाईँ त राजावादी हो नि। मुलुक यस्तो राजावादीको कुरामा के भन्छु भने पृथ्वीनारायण शाहले एकीकरण गराएको मुलुक हो यो। महेन्द्र राजाले बनाएको महेन्द्र राजमार्गमा हिँड्छौँ हामी होइन, पृथ्वीनारायण शाहले बनाएको पृथ्वी राजमार्गमा हिँड्छौँ हामी। अनि केपी ओली जस्तो विदेशी दलाल यिनीहरूको औकात थिएन। धरारा बनाइदियो भन्दै हुनुहुन्छ त उहाँ, धरारा बनाइदिए अनि त्यसपछि धरारा म बनाएको छु भनेर उहाँ भन्दै हुनुहुन्छ त। अनि बालेन शाहले आफै भने होइन धरारा भनेको सिमेन्टको एउटा घर भनेर। यस्तो हो, धराराको अस्तित्व फरक होला होइन, तर धरारामा अब फरक कुरो हो। तर बोल्नुहुन्छ नि उहाँ भाषणमा बोल्नुहुन्छ नि, धरारा त म नै बनाइदिएको छु नि, केपी शर्मा ओलीले धरारा बनाएको भनेर बोल्नुहुन्छ त, उहाँ भाषणमा छाती ठोकेर कुरा गर्नुहुन्छ। केपी शर्माले गोजीबाट पैसा झिकेर बनाएको होइन, केपी शर्मा ओली सरकारमा भएको बेला बनिएको भएर चाहिँ त्यो कुरा आएको हो। र अब यो राजावादीको कुरामा हामी सम्पूर्ण नेपाली राजालाई मान्छौँ, राजाको आस्था राख्छौँ। म पनि राजाको आस्था राख्ने। समूहले मात्र राजाको आस्था राख्छ, सबैले राजाको आस्था राख्दैन नि। किन राख्दैन? राजाले बनाएकै राजमार्ग महेन्द्र राजमार्गमा हिँड्छौँ, राजाले बनाएकै राजमार्ग पृथ्वी राजमार्गमा हिँड्छौँ, राजाले बनाएकै देश अनि राजाले बनाएकै यो पाटन भक्तपुर, राजाले बनाएकै यो सम्पूर्ण दरबार, राजाले बनाएकै संसद, राजाकै संसद भवन, राजाकै भाडामा लिएर बसिरहेछ यो सरकार। अनि उनीहरू राजा सबैले अरे यार नेपाल एकीकरण गर्ने नै पृथ्वीनारायण शाह। राजालाई आस्था राख्नु भनेको सम्पूर्णले आस्था राख्नु हो। राजावादी नै हो। समयमा राजा राम्रो भएन, राजा निरङ्कुश भए, यस्तो त्यसैले त 17,000 ज्यानको आहुति दिएर अहिले लोकतन्त्र गणतन्त्र ल्याएको। जनतालाई भड्काएका हुन् विदेशी शक्तिले, विदेशी पोलिसिसमा आएर अहिले पनि माहौल गरम माहौललाई ठन्डा पार्न यिनीहरूले जनतालाई अब पछि जेन अल्फाले बुझ्छ, हामीले बुझ्छौँ, फेरि पछाडि 40-50 वर्ष पछाडि लड्नुभन्दा अहिले लड्नुपर्छ भन्ने कुरा हो। अनि के क्वेसन गर्नुभयो तपाईँले?
राजा राजा तपाईँ भन्नुहुन्छ राजा सडकमा आउँदैन नि त तपाईँहरूले मात्र बोल्नुहुन्छ राजालाई चासो नै छैन यस्तो दुर्गा प्रसाद पनि राजा ल्याउनु पर्छ भन्ने माग छोडिदिनु भयो राजाको लागि अवसर राजावादी भनेर अवसर खोज्ने मान्छेलाई चाहिँ म विरोधी हो त राजावादी होइन पातकी होस् त्यो दुर्गा होस् त्यो जोसुकै होस् त्यो होइन राप्रपा होस् जोसुकै होस् राजाको नाम बेचेर राजनीति गर्छस् भने त पातकी होस् अनि त्यस पछाडि तपाईँले भन्नुहुँदै थियो राजा निरङ्कुश भएर कसले भन्यो त्यो बेला गौतम बुद्धको उहाँ बालेन्द्र अब रविले म्युजिकल चेयर खेल्न थाले पुरानो तिनटाले खेलिरह हो तर अब उहाँहरूले साँच्चीकै राम्रो सोचेको छ कुनै पनि विदेशी दलाल विदेशीबाट परिचालित छैन विदेशी एजेन्ट होइन राम्रो एजेन्ट जसरी रविले लेखेको थियो नेताको लागि भन्दा पनि सम्झौता भनेको जनताको लागि देशको लागि हुनुपर्छ अब यो स्टेटसमा मात्रै कायम भएन यो कार्यान्वयन हुनु पर्यो बालेन रवि लगायत अरू सबै हर्क साम्पाङ लगायत अरू सबै एक भएर आउनु त पर्यो तर पुरानै सिस्टममा यही सिस्टममा अगाडि बढ्ने हो भने जेनजीले पनि न्याय पाउँदैन जतिवटा आन्दोलन भएको थियो त्यसले पनि न्याय पाउँदैन र मेन भनेको त मुलुकले न्याय पाउँदैन नेपाल सरकार नेपाल राष्ट्र हाम्रो नेपालीले